दर्शक नमस्कार, म ठाकुर बेलबासे 3S मिडियाको प्रस्तुति कार्यक्रम युगान्तरमा यहाँलाई हार्दिक स्वागत छ। आजको कार्यक्रममा हामीले साइबर क्राइम भनेको के हो, के गर्दा साइबर अपराध लाग्छ र नेपालमा साइबर कानुनको अवस्था कस्तो छ, मूलतः यी र यस्तै प्रश्नमाथि केन्द्रित रहेर कुराकानी गर्छौँ। कुराकानीका लागि एकजना अधिवक्ता बाबुराम अर्याल जो साइबर कानुनका विशेषज्ञ हुनुहुन्छ, उहाँको खोजी गरेका छौँ। हामी सँगै हुनुहुन्छ साइबर कानुनका विशेषज्ञ अधिवक्ता बाबुराम अर्याल। उहाँलाई स्वागत गरौँ। अर्यालजी, यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ। धन्यवाद। हजुर, साइबर अपराध भनेको चाहिँ के हो? एकदम सामान्य भाषामा साइबर अपराधलाई बुझ्नु पर्दा एक दुईटा कुराहरू जोड्यो भने पुग्छ। यो चाहिँ एउटा चाहिँ नेटवर्क, कम्प्युटर वा कम्प्युटर जोडिएको नेटवर्कसँग जोडिएर यदि कुनै नगर्नु भनेको काम कसैले गर्छ अथवा कसुर मानिएको काम, जस्तो कुनै पनि कार्य चाहिँ अपराध हुनको लागि त्यो सम्बन्धित देशको कानुनले चाहिँ त्यो कार्य गर्न कि त निषेध गरेको हुनुपर्छ अथवा कुनै कार्य गर्नको लागि चाहिँ दायित्व थपेको हुनुपर्छ, हैन? यो साइबर अपराधमा चाहिँ के हुन्छ भने कम्प्युटर वा कम्प्युटर नेटवर्कसँग जोडिएका कुनै त्यस्ता गैर कार्य, गर्न नहुने कार्य छ भने त्यसलाई चाहिँ हामी साइबर क्राइम। अब अहिले चलन चल्तीको भाषामा अथवा अझ सजिलो गरी बुझ्ने कुरा चाहिँ इमेल, इन्टरनेट अथवा इन्टरनेटका माध्यमबाट प्रयोगमा आएका सञ्चार माध्यम अथवा सामाजिक सञ्जाल, त्यति मात्रै भन्यो भने चाहिँ अलि अप्ठ्यारो हुन्छ। चाहिँ बढी हैन, मान्छे भएका कुराहरू मात्रै भए मान्छेले बुझ्दाखेरि चाहिँ इन्टरनेटमा गएर गरिएका गैर कार्यलाई अपराध मान्छ, हैन? तर त्यो मैले अघि भनेको कम्प्युटर नेटवर्कभित्र चाहिँ इन्टरनेट पनि पर्छ, हैन? जस्तो अहिले मानौ न राउटर हुन्छ, कसैले राउटरमा आक्रमण गर्यो, सर्भरमा आक्रमण गर्यो भन्छौँ नि, हैन? त्यो त इन्टरनेट नहुन सक्छ। कम्प्युटर भित्र कसैले चाहिँ भएको सामग्रीहरू पेनड्राइभ लिएर गएर चाहिँ अन्तै सारिदियो अथवा त्यहाँ डिलिट गरेर नोक्सान पारिदियो भने पनि त्यो साइबर क्राइमभित्र पर्ने भएको कारणले गर्दाखेरि मैले दुईटा कुरा भने अघि, फेरि भने कम्प्युटर वा कम्प्युटर नेटवर्कसँग जोडिएर आउने त्यस्ता अपराधहरू सबै चिज साइबर अपराधभित्र पर्छन्। अब पछिल्ला केही वर्षदेखि निकै प्रयोगमा आएका सामाजिक सञ्जाल अथवा इन्टरनेट माध्यमबाट चलेका अरू प्लेटफर्महरू जसलाई हामीले सञ्चार माध्यम पनि भन्न थालेका छौँ। सामाजिक सञ्जाल कम्प्युटर नेटवर्कको एउटा तरिका हो, हैन? सामाजिक सञ्जाल इन्टरनेटमाथि रहेर कुद्छ, हैन? अनि इन्टरनेट चाहिँ कम्प्युटरहरू जोडिएको जुन एउटा नेटवर्क हुन्छ नि, त्यो नेटवर्कहरूको पनि नेटवर्क भयो भने चाहिँ त्यो इन्टरनेट हुन्छ। तपाईँलाई यसमा भनौँ, तपाईँको एउटा कम्पनी छ, जस्तै मानौँ यो मिडिया हाउस छ, मिडिया हाउसको चाहिँ 5वटा शाखा छ, एउटा टेलिभिजनको 5वटा शाखा छ, एउटा मानौँ विराटनगरमा होला, एउटा वीरगन्जमा होला, एउटा पोखरामा होला, एउटा नेपालगञ्जमा होला। त्यो इन्टरनेटमा नगइकन आफ्नै हेडक्वार्टरबाट चाहिँ आफ्ना शाखाहरूसँग सम्बद्ध पनि हुन सकिन्छ। त्यसलाई चाहिँ इन्ट्रानेट भन्न सक्छौँ, हैन? कुनै ब्याङ्कको के हुन्छ, इन्टरनेटमा नगइकन पनि कोर ब्याङ्किङ एक्सेस गर्ने हुन्छ नि, हुनसक्छ नि। त्यस्तो अवस्थामा चाहिँ इन्ट्रानेटलाई पनि प्रयोग गरेर यदि कसैले गैर कार्य गर्यो, कसुर हुने, अपराध हुने काम गर्यो भने पनि साइबर क्राइम हुन्छ कि। त्यस कारणले गर्दाखेरि हामीले इन्टरनेट मात्रै नबुझौँ, तर अहिले देखिएका साइबर क्राइम मध्येका धेरै क्राइम हुने थलो चाहिँ इन्टरनेट हो। अलिकति बढी मान्छे झमेलामा पर्ने, बढी प्रयोग गर्ने यी सामाजिक सञ्जालको कुरा गरौँ, हैन? अहिले तपाईँले भनेको जस्तो भेग पनि भयो र अलि न्यारो डाउन गरेर कुरा गर्दा यो जसरी मानिसहरूले सामाजिक सञ्जाल चलाउँदा जानेर नजानेर अथवा सुनियोजित ढङ्गले पनि अपराध गरिराखेका छन् नि,
त्यो चाहिँ कस्तो अवस्थामा हुन्छ, के गरियो भने अपराध हुन्छ त्यहाँ? यस्तो छ, सामाजिक सञ्जालमा भन्ने बित्तिकै हामी प्रकाशन अथवा प्रसारणसँग जोडिन्छ। सामाजिक सञ्जाल मात्रै कुरा गर्दाखेरि सामाजिक सञ्जालमा गइसकेपछि कि टेक्स्ट हुन्छ, कसैले त्यो फेसबुकमा लेख्या हुन्छ नि त्यो टेक्स्ट भयो कि भिडियो होइन, त्यो प्रकाशन भयो कि भिडियो अडियो हुन्छ त्यो प्रसारण भयो, रेडियो प्रसारण भन्छौँ, टिभी प्रसारण भन्छौँ नि। त्यस कारणले गर्दाखेरि सामाजिक सञ्जालमा कि टेक्स्ट हुन्छ, प्रकाशन हुन्छ कि प्रसारण हुन्छ। के प्रकाशन अथवा प्रसारण हुन्छ? निषेध गरेका कुरा हुन्छ होइन। प्रकाशन अथवा प्रसारण गर्न हुँदैन भनेर भनेका कुराहरू चाहिँ प्रकाशन तथा प्रसारण हुन्छ भने, के कुरा गर्न हुँदैन भनेर भनेका छौँ भने विभिन्न कानुनहरूले दुईटा कुरा महत्त्वपूर्ण हुँदो रहेछ कि यो अपराधलाई चाहिँ गम्भीरतामा हेर्दाखेरि। मान्छेलाई छुने दुईटा चिज रहेछ, एउटा उसको सम्पत्ति रहेछ, एउटा उसको इज्जत रहेछ, चरित्र होइन। उसको सम्पत्ति र उसको इज्जत यदि कसैले सामाजिक सञ्जालमा चाहिँ नोक्सानी पार्यो भने अनि सामाजिक सञ्जाल प्रयोग गरेर साइबर क्राइम भयो भन्न। जस्तै सम्पत्तिको उदाहरण दिउँ, यदि कसैले ब्याङ्कमा चाहिँ ब्याङ्क खाता यस्तो यस्तो छ, तिम्रो चाहिँ खाता अपडेट गर्न पर्ने छ, सूचना देऊ भनेर चाहिँ मेसेन्जरमा व्हाट्सएपमा पठायो भने उसको सम्पत्तिसँग जोडिएको चाहिँ गैर कार्य भयो होइन। अर्को कुरा चाहिँ कसैको चाहिँ वैयक्तिक गोपनीयतासँग सम्बन्धित विषयवस्तु भयो, कसैको चाहिँ मान प्रतिष्ठासँग सम्बन्धित कुरा भयो, कसैको चाहिँ तस्बिरका कुराहरू भए, त्यो व्यक्तिको आफ्नो शरीरसँग जोडिएको कुरा कि मान्छेको चाहिँ इज्जत पनि शरीरसँग जोडिएको हुन्छ होइन। त्यस कारणले गर्दाखेरि मान्छेलाई आफ्नो शरीर प्यारो हुन्छ र शरीरको उसको निजता हुन्छ नि, आफ्नोपन, त्यो शरीरभित्र रहेको उसको आफ्नोपन चाहिँ यदि कसैले बाह्य क्षेत्रमा लिएर आइदियो, अरूले पनि त्यसलाई अन्तर्क्रिया गर्न सक्ने, हेर्ने, कमेन्ट गर्न सक्ने स्पेसमा लिएर आइदियो भने अनि त्यसको चाहना विपरीत लिएर आइदियो भने चाहिँ त्यहाँ अपराध हुँदो रहेछ। र सामाजिक सञ्जालको जुन प्रविधि छ, यो जुन टुल छ, औजार छ, यो सरल रूपमा अरू कसैको इज्जत, अरू कसैको चाहिँ शरीरसँग जोडिएको कुरा, गोपनीयताका कुरा, उसको सम्पत्तिसँगको कुरामाथि प्रभाव पार्न सकिने प्लेटफर्म भएको कारणले गर्दाखेरि अहिले मान्छेहरू चाहिँ त्यहाँ गएर प्रभाव पार्ने र त्यसबाट चाहिँ फाइदा लिने अथवा कसैलाई नोक्सान पुर्याउने गर्ने गरेका छ। अनि त्यसलाई चाहिँ हामीले सरस्वती कानुनी भाषामा बुझ्दाखेरि चाहिँ यिनीहरूले चाहिँ सामाजिक सञ्जालमा अपराध गरे है भनेर चाहिँ भन्छौँ। नेपालमा हजुर साइबर अपराधसँग सम्बन्धित कानुन कस्तो छ? हामीसँग केही कानुन छन् जसलाई हामी कतै न कतै साइबर अपराधसँग जोड्छौँ। एउटा अलिक आधारभूत जस्तो किसिमको चाहिँ कानुन के छ भने हामीसँग विद्युतीय कारोबार ऐन भन्ने एउटा ऐन छ। यो 2063 मा आएको ऐन हो। त्योभन्दा पहिला 61 मा चाहिँ यो अध्यादेशको रूपमा आएको थियो, जतिखेर चाहिँ संसद विघटन भएको थियो। त्यसपछि पुनर्स्थापना भइसकेपछि 62-63 आन्दोलनपछि पुनर्स्थापना भइसकेपछि विद्युतीय कारोबार ऐन 2063 को रूपमा आयो र त्यसले कतिपय कुराहरूलाई चाहिँ कसुरको रूपमा लिएर आएको छ। त्यस कारणले गर्दाखेरि एउटा महत्त्वपूर्ण कानुन हो। त्यसै गरी हामी यो प्रतिलिपि अधिकारसँग जोडिएको विषयवस्तु कसैले अनलाइनमा लिएर आयो भने हैन, कसैले डिजिटल फर्ममा चाहिँ प्रतिलिपि हनन गर्यो भने त्यसलाई पनि हामीले साइबर क्राइममा लिन सक्छौँ। जस्तो हामीसँग बैंकिङ कसुरसँग सम्बन्धित ऐन छ हैन। बैंकिङ कसुर यदि कसैले अनलाइन माध्यमबाट बैंकिङ कसुर गर्छ भने त्यसलाई पनि बैंकिङ कसुर सम्बन्धी ऐनले पनि हेर्छ। त्यसकारणले गर्दाखेरि विद्युतीय कारोबार ऐन बाहेक पनि बैंकिङ कसुरसँग सम्बन्धित ऐन जुन अनलाइनसँग जोडिएको छ त्यस्तो अवस्थामा त्यसलाई पनि हामी साइबर क्राइम भन्न सक्छौँ। त्यसै गरी हाम्रो अहिले जब देवानी संहिता र फौजदारी संहिता, अपराध संहिता आयो, यिनीहरूले पनि अनलाइनमा हुने जुन प्रकाशन छ, गाली बेइज्जतीका कुराहरू छन्, गोपनीयतासँग सम्बन्धित कुरा छन्, यो तस्बिरलाई दुरुपयोग गर्ने खालका चाहिँ कानुनहरू छन्। अनि जस्तो बालबालिका सम्बन्धी कानुनमा पनि बालबालिकालाई
अनलाइनमा दुरुपयोग गर्ने त्यस्तो खालको चाहिँ कसुरजन्य कार्य गर्नेलाई पनि निषेध गर्छ। त्यसलाई पनि साइबर कानुनको एउटा पाटोको रूपमा हामी लिन सक्छौँ। सरस्वती हेर्दाखेरि चाहिँ विद्युतीय कारोबार ऐन मात्रै साइबर क्राइम होला भन्ने हामीलाई लागे तापनि हामीसँग कतिपय कानुनहरू छन् जसले, जस्तो एउटा तपाईँलाई राम्रो फरक किसिमको चाहिँ उदाहरण दिउँ, वन्यजन्तुको चाहिँ छाला हड्डी चाहिँ बिक्री वितरण गर्न पाइँदैन। त्यो बिक्री वितरण गर्न मात्रै होइन, त्यसको प्रचारबाजी गर्न पनि पाइँदैन। यदि कसैले ई-कमर्स साइटमा त्यो कुरा प्रकाशन तथा प्रसारण गर्यो, विज्ञापन गर्यो भने त अनि निषेधित कार्य चाहिँ उसले गर्यो, प्रकाशन प्रसारण गर्यो, त्यो अवस्थामा पनि फेरि साइबर क्राइम आउन सक्छ कि। त्यसले गर्दाखेरि हामी एउटा एकाङ्की रूपमा एउटै कानुनमा सबै कुरा समेट्न गाह्रो हुन्छ। त्यसले गर्दाखेरि विभिन्न कानुनहरूमा चाहिँ हामीले हेऱ्यौँ भने नेपालमा पनि छरिएर रहेका अवस्था पनि छन्। अब नेपालमा विशेष गरी इन्टरनेट सजिलो गरी पहुँचमा पुगेको र सामाजिक सञ्जाल पनि सजिलो गरी पहुँचमा पुगेको 1.5-2 दशक, अझ बढी त 1.5 दशकै भनौँ। यसको अर्थ भर्खर भर्खर जस्तै भने पनि भयो। साइबर अपराधसँग सम्बन्धित कानुनका बारे अथवा अपराधका बारे जनचेतना चाहिँ कस्तो रहेछ, तपाईँले कस्तो अनुभव गर्नुभयो? यस्तो छ, नेपालमा इन्टरनेटको इतिहास हेर्ने हो भने सनको 1995-96 पछि, खास गरी 96 पछि इन्टरनेट आयो। त्यो हिसाबबाट हेर्ने हो भने अहिले 2025 भयो भनेपछि 30 वर्ष जति चाहिँ 30 वर्ष जति पहुँचको हिसाबबाट चाहिँ जब हामीले चाहिँ जिपिआरएसबाट मोबाइलबाट इन्टरनेट चलाउन थाल्यौँ त्यसपछि यसको प्रयोग एकदमै बढेर आएको। अहिले हिसाबबाट त्यो हिसाबबाट हेर्ने हो भने पछिल्लो 15 वर्ष चाहिँ अलि महत्त्वपूर्ण हिसाबबाट प्रयोगमा आएको छ। यो साइबर अपराधमा कोही मानिस फस्यो भने उसलाई कानुनले उम्कन त्यति सजिलै छैन। यो फौजदारी हो। यो चाहिँ अब मान्छेलाई भ्रम के छ भने नि, मैले अनलाइनमा गरेको चाहिँ भेटाउँदैनन् मलाई, मेरो नाम फेरिहालेको छु, अनुहार पनि फेरिहालेको छु, मेरो चाहिँ अकाउन्टमा एउटा सिंहको चाहिँ फोटो राखेको छु, म त सिंहै भएँ भने जस्तो हुन्छ कि होइन। एकपटक न्युयोर्क टाइम्समा एउटा कार्टुन प्रकाशित भएको थियो कि धेरै अगाडि, एउटा कम्प्युटरको अगाडि चाहिँ कुकुर राखिदिएको थियो। अनि कुकुर त्यहाँ चाहिँ के भनेको थियो, क्याप्सन चाहिँ के थियो भने नोबडी नोज इन फ्रन्ट अफ कम्प्युटर यु आर अ डग। त्यो कुकुरले भुकिराखेको छ कि मान्छेले कुनै केही गरिराखेको छ भन्ने कुरा थाहा हुँदैन भन्ने प्रिजम्सनमा मान्छे बस्छ। तर उसको चाहिँ डिजिटल आइडेन्टिटी हुन्छ होइन, डोमेन नेम हुन्छ, त्यसमा चाहिँ आइपी एड्रेस हुन्छ, इन्टरनेट प्रोटोकल एड्रेस हुन्छ। र पछ्याउँदै आउँदाखेरि चाहिँ च्याप्प समात्न सक्ने डराउँदै डिजिटल फुटप्रिन्ट भन्छौँ हामी, डराउँदै लिएर आएर हामी गुगल म्याप्स युज गरेर गाडी चलायो भने डेस्टिनेसनको घरमै पुगे जस्तो हामीले चाहिँ डिजिटल फुटप्रिन्ट युज गरेर अपराध गऱ्यो भने प्रहरीले त घरै आएर समात्न सक्छ भन्ने अनुमान चाहिँ हामीले कम गर्छौँ। किनभने हामीलाई अघि भने जस्तै सिंहको तस्विर राख्यो भएर सिंह ठानिरहेको हुन्छ होइन। तर चाहिँ त्यो सिंह होइन, त्यसलाई पनि पक्रिने चाहिँ अर्को तरिका छ भन्ने कुरा थाहा पाउँदैनौँ। त्यसले गर्दाखेरि पनि मान्छेलाई चाहिँ क्राइम गर्नलाई अलिक प्रभोक गरिरहेको हुन्छ होइन। क्राइम त्यसलाई चाहिँ त्यो उत्तेजक बनाइरहेको हुन्छ, मन उद्वेलित भएर अहिले ब्याङ्किङ कसुरको कुरा गरेँ, अहिले ब्याङ्कमा गएर चाहिँ 5 करोड पैसा चोर्ने भन्यो भने कत्रो सुटकेसभरि लानुपर्छ होइन। एउटा क्लिक गऱ्यो भने 5 करोड सजिलै जान्छ। त्यसले गर्दाखेरि त्यो सहजताका कारणले गर्दाखेरि पनि मान्छेलाई अपराध गर्नलाई चाहिँ उत्प्रेरणा दिइराखेको हुन्छ, गलत उत्प्रेरणा दिइराखेको हुन्छ होइन। त्यसले गर्दाखेरि मान्छेको जुन त्यो अघि हामी यो चेतको कुरामा आइराखेको हो कि अवेरनेसको कुरामा आइराखेको हो, जनचेतनाको सन्दर्भमा कुरा आइराखेको हो। हामीसँग भएका जुन ज्ञान र चेतका अभावका कारणले गर्दाखेरि यो थोरै चाहिँ अपराधको प्रवृत्ति चाहिँ बढेको जस्तो। फौजदारी कानुन नै आकर्षित हुने भएपछि त कयौँ मानिसहरू वर्षौँदेखि जेलमा पनि होला नि। यस्ता दृष्टान्त छन्, नामै नभने पनि अपराध गरेपछि त जेल पुग्छन् नि, छन्, अहिले पनि छन्। सामान्य मान्छेलाई के लाग्छ भने मैले मान्छे मारे त होइन, मैले फेसबुकमा अथवा ट्विटरमा अथवा अनलाइनमा अथवा कतै मैले
कसैका बारे केही बोलेको केही लेखेको भन्ने मात्रै काम गरेको भन्ने लाग्न सक्छ, तर आकर्षित त फौजदारी कानुन भयो। अब यसलाई न्यूनीकरण गर्ने अथवा यो अपराधलाई अझ साँघुरो बनाउने काम त राज्यको पनि हो नि, होइन? राज्यले केही पहल कदमी गरेको छ? यस्तो छ, अपराधलाई साँघुरो गराउने भन्दा पनि अपराध गर्नेहरूलाई कसरी यसबाट चाहिँ नियन्त्रण गर्ने एउटा भयो। अर्को चाहिँ अपराध गर्ने तहसम्म नपुग्ने वातावरण कसरी सिर्जना गर्ने भन्ने कुरा पनि महत्त्वपूर्ण रह्यो। खास गरी मैले अघि नै भने मान्छेहरूले नबुझेर यसमा अपराध गर्न पुग्नेहरूको चाहिँ समूह ठुलो छ। अहिले हेर्ने हो भने उमेर समूह हेर्ने हो भने अपराध गर्नेहरू चाहिँ युवाहरू छन्, होइन? उनीहरूले कानुनको जुन दुनियाँ हुन्छ नि, त्यो कानुनको दुनियाँको ढोका उनीहरूको खुलेकै हुँदैन। उनीहरू सानो स्कुलमा कलेजमा सानो उनीहरूको जुन घेराभित्र बसेर चाहिँ यो प्रविधिलाई खेलाइराखेका छन्। त्यो खेलाउँदा खेलाउँदै उनीहरू चाहिँ अपराध गर्न पुग्छन्। साथीलाई चाहिँ अरू पाहाडतिरबाट ओर्लिँदै गर्दाखेरि बाटामा हिँड्दाखेरि घुच्याएको जस्तो गरी अब यहाँ चाहिँ घुच्याउँदाखेरि चाहिँ त्यस्तो ठाउँै चाहिँदैन, यहीँ बस्दा बस्दै घुच्चिन्छ, होइन? एउटा कस्तो घटना चाहिँ मैले देखेको छु भने एउटा साथीले आफ्नो गर्लफ्रेन्डको फोटो अर्को साथीलाई दियो, अर्को साथीले ग्रुपमा हालिदियो, अनि त्यसपछि त्यो चाहिँ गर्लफ्रेन्डले आत्महत्या गरे, होइन? अब गर्लफ्रेन्डले बोयफ्रेन्डलाई दिएको, बोयफ्रेन्डले अर्कोलाई दिएको, दिन त उसले एकजनालाई दियो हो नि, तर त्यो दिएकोले दुरुपयोग कहाँ गरिदियो? ग्रुपमा गरिदियो। त्यस कारणले गर्दाखेरि यो उसलाई धेरैजनालाई हाल्छ र उसले सुसाइड गर्छ भन्ने कुराको अनुमानै हुन सकेन, उसलाई उसको चेतनै पुगेन। त्यसले गर्दाखेरि हामीले चेतनाको स्तर बढाउनु पर्यो। त्यो सानो चाहिँ कक्षादेखि, होइन, घरमादेखि, विद्यालयदेखि, समाजको विभिन्न तहदेखि, होइन, अफिसको तहमासम्म विभिन्न तहमा चाहिँ यदि हामीले यसको साइबर अपराधको बारे पढाइनु पर्यो, डिजिटल लिटरेसी हुनु पर्यो, अपराधको बारेमा जानकारी गर्ने, अवधारणाको बारेमा सेयर गर्ने, होइन, जोखिमको बारेमा चाहिँ थाहा दिने खालको यदि हामीले गर्यो। अब त एक किसिमले यो इन्टरनेटका माध्यमबाट प्रयोग गरिने जे जति प्लेटफर्महरू छन् यी त मान्छेका नभई नहुने आवश्यकता जस्तो भइसक्यो नि, होइन? यो अङ्ग्रेजीमा चाहिँ नेसेसरी डिभिल भन्छ नि, एकदम यो चाहिँ दैत्य पनि हो तर आवश्यक पनि हो, होइन? अब आजको मितिमा मैले मेरो ल्यापटप र मोबाइल बिना 1 घन्टा पनि कुनै यात्रा गर्न परिकल्पना गर्दिनँ। अफिसबाट घरसम्म पुग्दाखेरि पनि हामी मोबाइल स्क्रोल गरिहाल्छौँ, होइन? बाइकमा छ भने पनि यसो स्क्रोल गरेर फ्याट्टै हेरेर भए पनि जान्छौँ। यो ओभरअल प्रवृत्तिको हिसाबबाट, किनभने यो इन्टरनेटको एउटा चेत हामीले के बुझ्नुपर्छ भने यसको मनोवैज्ञानिक हिसाबबाट हेर्ने भने एकजना मनोविज्ञले के भन्नुभएको थियो भने इन्टरनेटमा चाहिँ यो सम्मोहनको चरित्र हुन्छ अरे कि, हिप्नोटाइज गर्छ अरे कि इन्टरनेटमा। तपाईँले बसेर मोबाइल खेलाउन थालेपछि कसैले नबोलाएसम्म अथवा कसैले फोन नगरेसम्म अथवा काम परेर निस्कन नगएसम्म त्यो मोबाइल स्क्रोल गरेर बस्नुहुन्छ नि। स्क्रोल गरिरहेको मोबाइल त्यसै चटक्क होइन मैले धेरै स्क्रोल गरेँ भनेर चाहिँ बस्नुहुन्न नि। यो भित्र त्यो भित्र कि डाटा सकिनु पऱ्यो कि कसैले बोलाउनु पऱ्यो, यसको सम्मान चरित्र हुन्छ अरे कि। यो इन्टरनेटसँग जोडिसकेपछि केही न केहीले चाहिँ हामीलाई बाधा पारेन भने चाहिँ हामी इन्टरनेटको चाहिँ एडिक्ट हुन्छौँ। दोलखा जिल्लामा रहेको धार्मिक तथा पर्यटकीय स्थल सैलुङको सयथुमका सैलुङ्गेश्वर महादेव, गुप्तेश्वर महादेव, जुरेढुङ्गा महादेव, धर्मद्वार गुफा, भीमसेनको तरवार, बुद्धको पाइला लगायतका पर्यटकीय तथा धार्मिक स्थल भ्रमणका लागि हामीलाई सदैव सम्झनुहोस्। थप जानकारीका लागि रुद्र थपलिया अध्यक्ष, सम्पर्क नम्बर 9851 49351, सैलुङ टुर कालापानी ट्राभल्स प्राली, सैलुङ 8 दोलखा। अब नेपालकै सन्दर्भमा कुरा गरिराखेका छौँ हामी। राजनीतिक वृत्तमा यो साइबर अपराधको चेतना भनेको म ठुलै नेता हुँ, म ठुलै कार्यकर्ता हुँ भन्ने तहसम्म यो साइबर अपराध चेतना कस्तो छ? यस्तो छ,
उनीहरू पनि यही समाजका सदस्य हुन् हैन। तपाईँ हामी सङ्गत गरिराखेको मान्छे नै भोलि राजनीतिक पोस्टमा जाने हो हैन। हामी कहीँ छौँ होला थियौँ होला हैन, हामी नै पुग्ने हो हैन। त्यसकारणले गर्दाखेरि यो चेतनाको स्तरमा मैले त्यो ठुलो चाहिँ ग्याप पाउँदिनँ। उस्तै छ चेतनाको हिसाबबाट। जब राजनीतिक कर्मीहरू शासन सत्तामा पुग्छन् उहाँहरूलाई म चाहिँ शासक हो भन्ने चरित्र चाहिँ बढेर जान्छ। अनि उहाँले के गर्नुहुन्छ भने म सत्तामा पुग्दाखेरि चाहिँ यो इन्टरनेटले मलाई ठुलो सहयोग गर्यो, मलाई ट्विटरमा, मलाई फेसबुकमा, मलाई चाहिँ टिकटकमा पपुलर बनाएर चाहिँ चुनाव जितायो, अब म मन्त्री भएँ, अब म सांसद भएँ भन्ने कुरामा चाहिँ थाहा छ उहाँहरूलाई होइन। अब के गर्नुहुन्छ भने पछिल्लो समय हेरौँ न, कहिले चाहिँ सामाजिक सञ्जालको निर्देशिका भन्ने छ, कहिले सामाजिक सञ्जाल विधेयक भन्ने छ, कहिले सूचना प्रविधि विधेयक भन्ने छ। कुनै न कुनै रूपमा चाहिँ जनताको चाहिँ संलग्नता, फ्री स्पिचको संलग्नतामा कसरी नियन्त्रण गर्ने भन्ने कुरा धुनमा चाहिँ उहाँहरू हुनुहुन्छ कि। किनभने उहाँहरूले बुझेको अपराध फरक छ। उहाँहरूले बुझेको अपराध चाहिँ के हो भने उहाँहरूलाई सत्ताबाट हटाउने सोच राख्नु चाहिँ अपराध हो भने जस्तो भइरहेको छ। कसैले आलोचना गर्नु अपराध हो, त्यो खालको छ। तर सामान्य बुझाइमा अपराधकै दृष्टिकोणबाट हेर्दै गर्दाखेरि पनि सामाजिक सञ्जालको प्रयोग र दुरुपयोगमा सबै राजनीतिक कर्मीहरू चाहिँ नजानेरै प्रयोग गरिरहेको बाहुल्यता छ। हजुर, अब पछिल्लो समय नेपाल सरकारले सामाजिक सञ्जाललाई नेपालमा पनि दर्ता गरिनुपर्छ भनेर ताकेता गरेको छ। विशेष गरी समय नै निर्धारण गरेको पनि अवस्था र फेरि पनि सामाजिक सञ्जालका मालिकहरू भनौँ, ओनरहरू जो अथवा जसले अथोरिटीले दर्ता गर्नुपर्ने हो नेपालमा, उनीहरूले त्यति धेरै चासो दिएको जस्तो देखिएको छैन। यो दर्ता भयो भने यो अपराध केही कम हुने अथवा त्यस्तो केही हो? त्यस्तो लाग्दैन मलाई। जुन उद्देश्यले दर्ता हुनुपर्छ भनिएको छ नि, त्यो दर्ता हुँदैमा ती उद्देश्य पुरा हुन्छन् जस्तो मलाई लाग्दैन। किनभने नि ठुला सामाजिक सञ्जाल सेवा प्रदायकको शासकीय मोडल आफ्नै छ, गभर्नेन्स मोडल हो नि। यहाँ सूचीकृत गर्दैमा, यहाँ कुनै एउटा सम्पर्क बिन्दु तोक्दैमा त्योसँग ती सबै खोज्ने अधिकार पनि हुँदैन, प्रविधि पनि हुँदैन। उनीहरूको चाहिँ तहगत इकोसिस्टम छ। त्यो तहगत इकोसिस्टमले त्यसलाई असर पारिराखेको हुन्छ। र अहिले भनेको जस्तो कुरा, अर्को महत्त्वपूर्ण कुरा के हो भने हाम्रो यस्तो खालको कानुनी संरचनाहरू बनाइराखेका छौँ। अघि नै मैले छलफल क्रममा के भने हामीले अभिव्यक्तिलाई फौजदारीकरण गरिराखेका छौँ। तर संसारभरि के छ भने त्यो चाहिँ देवानी कानुनी दायित्व अन्तर्गत उनीहरू अभ्यासरत छन्। त्यसकारणले गर्दाखेरि हामीले अभ्यास गर्न खोजेको कानुन र उनीहरूले अहिले अभ्यास गरिराखेको कानुनको तात्विक भिन्नता रहेको कारणले गर्दाखेरि यो उनीहरू नआइराखेका र नेपालले अहिलेसम्म निर्देशिका आएको छ र निर्देशिकाको चाहिँ हामी लेजिस्लेटिभ सोर्स भनेर हेर्ने हो भने उसको चाहिँ विधायकी स्रोत हेर्ने हो भने यो निर्देशिका जुन किसिमबाट आउनु पर्ने विधायकी कानुन हुन्थ्यो त्यस्तो कानुनको अभाव छ। यदि दर्ता गरेनन् भने हामी बन्द गरिदिन्छौँ, चलाउन दिँदैनौँ भनेर एक खालको धम्की दिएको जस्तो पनि देखिन्छ नि। होइन, आफ्नो घरमा ढोका लगाएर चाहिँ डुलो निस्किन त पाइन्छ भाइ होइन। अब अन्त्यमा अब साइबर अपराधको कुनै सिमाना हुने कुरै भएन। भनेको त्यो नेपालमा मात्रै कसैले केही गर्यो, यो नेपालका लागि मात्रै हो भन्ने पनि भएन। एकजना कुनै नेपालीले कुनै विदेशीमाथि साइबर अपराधको काम गर्यो अथवा विदेशीले नेपालीमाथि गर्यो भने नेपालमा त्यसको कानुनी उपचार छ। नेपालीले विदेशीलाई गर्यो भने नेपालको चाहिँ सरहदभित्रको अपराधको क्षेत्राधिकार, हामी टेरिटोरियल जुरिस्डिक्सन भन्छौँ अङ्ग्रेजीमा, स्वतः लाग्यो। नेपालभन्दा बाहिर रहेर यदि नेपाल सरहदभित्रको कुनै कम्प्युटर रिसोर्समा
मेरो अकाउन्टमा, मेरो कम्प्युटरमा, मेरो मोबाइलमा भएको जुन एपमा कुनै तहमा चाहिँ कसैले आक्रमण गर्यो, कसुर गर्यो भने पनि काठमाडौँमै अथवा कुनै पनि जिल्लामा, नेपालको अहिले त 77वटा जिल्ला अदालतमा मुद्दा हाल्न सकिन्छ। पहिला चाहिँ धेरै समय काठमाडौँमा मात्रै रह्यो। मैले भन्छु कि क्यालिफोर्निया जानु पर्दैन, काठमाडौँमै मुद्दा चल्न सक्छ होइन। अनि त्यसपछि लस एन्जलस जानु पर्दैन, ललितपुरमै मुद्दा चल्न सक्छ कि। मात्रै गाह्रो के हो भने नि प्रमाण जुटाउन चाहिँ गाह्रो छ। प्रमाण जुटाउने प्रक्रिया छ, क्रस बोर्डर चाहिँ पारस्परिक कानुनी सहायताका कुराहरू छन् होइन। अस्ति दुर्गा प्रसाईलाई चाहिँ इन्डियामा पक्राउ पर्यो, नेपालमा चाहिँ लिएर आयो भनेर बाहिरबाट भनिरहेछन्। सरकारले के भनिरहेछन्, होइन हामी झापामा समातेको भनेको छ। त्यस कारणले गर्दाखेरि हामी भौतिक दुनियाँमा त कानुन कार्यान्वयन गर्ने कुरामा त्यति गाह्रो छ भने अनलाइन दुनियाँमा त झन् गाह्रो छ होइन। त्यस कारणले गर्दाखेरि तर कानुन छ। बाबुराम अर्यालजी, यहाँले आफ्नो व्यस्त समय हामीलाई उपलब्ध गराइदिनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद दिन्छौँ। मेरो कुरा राख्ने अवसर दिनुभयो, धेरै धेरै धन्यवाद। म एउटा अन्तिम के भन्छु भने हामीले प्रयोग गरिराखेका औजारहरू कति जोखिमपूर्ण छन् भन्ने कुराको सावधानी आफैले लिन जरुरी छ। त्यो चेत राखेर न्यूनतम मर्यादामा हामीले आफ्नो खाताहरू, आफ्नो औजारहरू प्रयोग गरियो भने साइबर अपराधबाट धेरै हदसम्म बच्न सकिन्छ। यो चाहिँ दर्शकबिन सबै हेर्नलाई मेरो अनुरोध पनि छ। यति भन्दै मेरो कुरा यही राख्छु पनि। अवसर दिनुभयो, धेरै धेरै धन्यवाद। आदरणीय दर्शकबिन, 3S मिडियाको प्रस्तुति युगान्तरमा आज हामीले नेपालमा साइबर अपराधको अवस्था र कानुनमाथि केन्द्रित रहेर कुराकानी गऱ्यौँ। कुराकानीमा हुनुहुन्थ्यो एकजना साइबर कानुन विशेषज्ञ अधिवक्ता बाबुराम अर्याल। कार्यक्रम हेरेर साथ दिनुहुने तपाईँ दर्शकलाई धेरै धेरै धन्यवाद दिँदै बिदा हुन्छौँ। नमस्कार।